हेलो गाइजहरु सबलाई वेलकम छ मेरो अर्को नयाँ भ्लगमा। अब आज एकासी गाडीमा काँडा भ्लग गरे भन्नु होला हैन। हामी चाहिँ दुला घरबाट उता काठमाडौँ जानलाई दुलै लिन केटा हो। दुलै लिन हिँडेको छौँ। हाम्रो मेरो नयाँ वर्षको भ्लग पनि आइहाल्यो, देखिहाल्यो केटाहरूले। हो कि साथी हेर्नेले देखेन हेर्नेले देखेन। अब हामी मजाले फरर जानुपर्छ कि पर्दैन काठमाडौँ। कस्तो मजाले सिट परेको आज हो कि हामीलाई सुति सुति जाँदा नि अस्ति पनि सुति सुति सुतिका हो। आज पनि भ्लग गरेन गरेन आज मात्रै हो मेरो भ्लग। अब साथी कन्टेन्ट भेट्ने गाह्रो छ। आजको कन्टेन्ट भनेको मेरो के थाहा छ केटा हो। आज कन्टेन्टमा पहिल्यै भनिदिन्छु, उहाँ जाने होइन म बाटोको सिन देखाउँछु अलिअलि देख्यो भने, होइन भने म केही देखाउँदिनँ। अब यहाँबाट चाहिँ हामी हिँड्नुलाई फाइनली हामी चाहिँ अहिले कमानेमा हाल हामी कमानेमा केटा हो। कमाने हाम्रो केटाहरू नि यहाँ अगाडि बसिरहनु। ए केटा हेलो भन्ने कि नभन्ने यता फर्केर यो चाहिँ खालि युट्युबमा भन्छ, तर यसो युट्युबमा छन चाहिँ केही छैन। यसले युट्युबमा मेहनतै गर्दैन गाइज। त्यसै युट्युबमा टिकटक हालेर कहिले हुन्छ। मेरोभन्दा धेरै सब्सक्राइबर छ। हुन त मैले पनि टिकटकै भिडियो हाल्छु होइन, तर त्यो मैले भ्लगको लागि हालेँ नि त टिकटकमा पनि। त्यही भएर अब अहिलेलाई चाहिँ हामी यस्तै यस्तै छ भन्नुपर्दा खाजासाजा खाइसकेको छैन साथीहरू। भोक लागेर मन लाग्छ म खाजासाजा खाएको, बिहान उठेर चाहिँ खाएको होइन। अहिले फेरि भोक लागिसक्यो, 7 बजिसक्यो। हामी उठे आज लोड ढिला हो। लोड चाँडो उठे साथी, ढिला भन्न आएछ। अब गीत गाडीमा गीत बजिरहेको लाई 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 गरेर होइन। यस्तै छ जिन्दगी। हामी चाहिँ अहिले कमानेबाट हिँड्नुला, बाँकी भने बाटोमा भेट होला नि त गाइजहरू। बाई बाई, बाटोमा भेट्ने बाई बाई होइन फेरि। हामीले यहाँ मुद्नु रोकेको थियो होइन एकछिन। यहाँ त गीत बजाएर केटाहरू नाचिरहन्। अब यो गीतमा चाहिँ फोकस दिनु हुँदैन हामीले होइन। हामी चाहिँ पिछा फेरेर रोकेको थियो। हामी चाहिँ गाडी पनि कटिसक्यो के ठाउँ भनेर यस्तै यस्तै हो होइन। बमिट आउला जस्तो छ नि त मलाई, तर पनि हाम्रो बाल छैन। हामी कन्टिन्यू यात्रा चाहिँ कन्टिन्यू गरिरहनु पर्छ कि केटा हो। यस्तै छ जिन्दगी। अब के गर्नु केटा हो। पानी ल्याउँदा पानी खानु पर्छ। पानी नआइकन हुन्छ जिन्दगी चल्छ त। पानी भएन भने के हुन्छ साथीहरू, जिन्दगी चल्दै चल्दैन नि। पानी भने त अब यो हामी चाहिँ गाडी कटेर नि यता सायद जितपुर भन्दा नि कट्यो होला। गीत बजेर एकदम डिस्टर्ब हान्न होला होइन। यहाँ मलाई अब त्यही तल्लोमा गर्नु न। केटाहरूले फेरि आउँदिहाल्छ नि हाम्रो केटाहरू। हेर केटा यस्तो छ, इबीको छेउमा बसिया छ अहिले। बाटो यदि डर लाग्ने छैन केटा हो यताको मेरी आमा त। बाटो पनि हेर्नुपर्छ, भिरबाट त लात्ते खसेर लाग्छ। बस आउनुपर्छ अझ कम्राङै खसेर बिस्तारै। हाम्रो यात्रा पनि जान्छ। हामी बेहुली चाहिँ आजको बेहुला बेहुली हेर्ने हो साथी। बेहुला बेहुली देखाइदियो आजको ओ साथी। बेहुला बेहुली आजको हेर्ने हो, फोटोमा देखाइदिनु न केटाहरूलाई आजको बेहुला बेहुली। उनीहरूलाई लिएर आएर हामी चाहिँ उहाँ गएर दिनभरि बिहे भइहाल्यो। बस्ने फर्किने बेलुका हामी घर आज राति हुन्छ यार केटा हो। बेलुका 12 जति बज्छ कि अब जितपुर भन्दा ट्याक्कै हाम्रो मिलनदारहरूको होटल पनि उनीहरू तल छ होइन। जितपुर भन्दा यहाँ चौकी नि यहीँ छ कि, तर पनि हामीलाई ताज छैन। ल केटा हाम्रो यात्रा अझै पनि जारी नै छ। अरू कुरा भने त्यसै हो साथी होइन। तिम्रो मलाई अरू भन्दा नि होइन, तिम्रो पालाका कहानीहरू चाहिँ सुन्न मन लाग्छ होइन। यतापट्टि आउनु पऱ्यो कि यता आउँछ हो। यहीँ दिन्छ म क्यामेरा एङ्गललाई कस्तो पेट वाक्कै भयो अरे साथीको होइन। के भयो केटाहरू यार रमा प्रवेश भाइ वा गर्दै त बमिट गरेँ। म थम्बनेलमा हाल्छु। ए गर्न यता हेरेर उता झ्यालपट्टि टाउको निकालेर ल थम्बनेल। अब काठमाडौँ पुगिँदैछ केटा हो। ल केटा हामी चाहिँ अब बकैया गाउँपालिका हुँदै गढी खाली गढी भन्दा साथीहरू, खाली गढी भन्दा बकैया गाउँपालिका वडा नम्बर 11 चाहिँ ऊ त्यहाँनिर बोर्ड देखाइदिएँ मैले होइन। त्यहाँ हुँदै अब सरङ माथि साथी अब कुन ठाउँ आउँछ अरे। म चाहिँ होइन जतिचोटि हिँड्ने ठाउँको नाम चाहिँ अब के आउँछ भनेर थाहा नै छैन कि। अब रामकिङजी अब के आउँछ अब अगाडि
के ठाउँ ठिङ्गन केटा अब ठिङ्गन आइपुग्छ अरे होइन ठिङ्गन गएको नि देखाइहाल्छु नि तर बाटो चाहिँ चिल छ कि चिल किन ए बाटो चाहिँ चिल छ हेर ल गाइजहरू आनन्दको बाटो हुँदै होइन सरङ रङ 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 फिल्डमा बढ्ने अन्त अगाडि केटा हो थाहा छैन हाम्रो साथी चाहिँ बिरामी भएर हैरान छ होइन साथी के अहिले ठिक भयो ठिक भयो छैन खाना पायो भने भोक लागिरहेको साथीहरू बिहान चाँडै उठेर खाएको होइन खाना चाँडै उठेर खाएको है अनि भोक लागिसक्यो अहिले अब कहाँ रोक्ने भन्ने कुरै थाहा छैन त्यहाँ अगाडि गएर रोक्छ होला रोक्न त हेर्नु बिहान चाँडै उठेर निन्द्रामा छु निन्द्रा पनि लगाइरहेको मजाले तर यसमा सुत्न मिलिरहेको छ यो इभी काम त लाग्ने बस्न चिल गर्दै जान चाहिँ हुने सुत्न खोज्यो सुत्न चाहिँ मिल्दैन म यसरी घुँडा राखेर बसिरहेको छु आनन्दले ढल्केर खाली खाली छ बाल हामीलाई बाल पुतली यस्तो बढ्दैछौँ हामी यात्रामा अब यो बागमती यो मकवानपुर छोडेर हामी ललितपुर होइन त अब टेङ्गला चाहिँ तपाईँ यताको बाटो आउनु भएको छैन भनेपछि हामी अब बागमती छोडे के अरे बागमती मकवानपुर छोडेर ललितपुर टेक्ने होइन साथी हो कि यहाँ हेर न साथीहरू यार मलाई चाहिँ किन हो होइन डाँडाकाँडा ठाउँ मनपर्ने भएर होला म चाहिँ जहिले डाँडाकाँडामै गइरहेको हुन्छु बागमती छोडेर मकवानपुर त्यही मैले भने त दोहोऱ्याइसकेँ त्यहाँदेखि फेरि जुवा थाम्थ्यो भनेको बाटो चाहिँ यस्तै ग्लाचा काचुकीमा यहाँ चाहिँ हावाले हान्दो रहेछ है अनि बाहिर देखाउनु नि मजा आउने हेर्नु नि डाँडा त फेरि डाँडाकाँडा हिँड्नुपर्छ कि अब यहाँ पुल तर अब यता कतातिर खाजा खाने हो सडक चल्दिने फेरि केटा बाटो त फेरि यहाँ भिड भिडैमा गएर देखाइदिन्छु म डर लाग्छ उयो यो कुन खोला भन्नु होला होइन यो चाहिँ बागमती खोला हो कि फेरि बागमती खोला होला डन्डीफोर आएर अनुहार अरे हैरान छ कि दामी मैले चाहिँ दामी देखिरहेको छु यो ठाउँहरू अब तपाईँहरूले चाहिँ कस्तो देख्नु भइरहेको भन्ने कुरो चाहिँ मलाई थाहा छैन हामी चाहिँ यो बागमती रिभरको साइडमा बागमती रिभरको साइडमा विकास दाई हाम्रो डल्ले दाईलाई छाड्न आएछ छ्या दाई तपाईँ गाडीमा हिँड्न छाड्दिने तर म भ्लग गरिदिनुहोस् तपाईँको हामी चाहिँ यहाँ अब खाजा रोकेका छौँ होइन साथीहरू बनाउने आउनु लाएर पनि म फ्रेस भएको चाहिँ मै मात्रै तिमी हो अरे अब यसो छ केटा अब खाजा चाहिँ खानुपर्छ अब ल्याउँ के खाने हो खाजा चाहिँ के खाने हो भन्ने कुरो हो नि त रामीजी हाम्रो यात्रा जारी छ नि हामी कहाँ पुग्ने आज बिउ लिएर आउने होइन काठमाडौँ गएर बिउ ल्याउने यो पनि यसलाई नि बमिट सब साथी योपालि चाहिँ गाडीमा गाडीको त्यो चलाइने गाडी नै हुइक हुइक त अनि बाटो सजिलो छ गाडी हुइक हुइक हुँदिन्छ अनि मोड आइसकेपछि चाहिँ अनि ओर्लेर डोराउँदै मोडेर अनि चढेर अनि ब्रेकबाट खुट्टै नछोडिकन होइन पेली पेसेन्जरले पेलेर चलाउने हो र रामीजी पनि जो त हामी खाना खाना चाहिँ छिराउन भने दाईहरू कहाँ हो यार गाडी कामै हुने नि त न त ट्याक्टरमा आए भइहाल्यो नि बिस्तारै घन्टङ न त ट्याक्टरमा आए भइहाल्यो नि बिस्तारै घन्टङ बुढाहरू नि हँसाउँछन् अब के गर्नु राति तरकारी पुऱ्याएर होइन फर्केर आएको गाडीहरू हो र ए रात मेहनतिलो है साथी यिनीहरू तर यिनीहरू हेर्नुबाट होइन सर तरकारी लिएर काठमाडौँ पुऱ्यायो छादियो साथी राति ल्याम छादियो खाएको जति बिहानको चिया निक्लियो राति 12-1 बजीतिर बिहानको चिया र दुध बिहान 5-6 बजीतिर फर्कियो हो बाबु म हिँड्दिनँ भन्दा केटाहरू सक्दैन नि खप्न सक्छ नि त यो बरु सुत्यो भने ल्यापक्क लाएर बुढाको मिजु गइरहेछ नि त मिजुको को त ए बेहुला र बेहुली नामबाट नि त राम ए ल साथीहरू बेहुला र बेहुली हेर्ने यहीँ यस्तो छन्
बेहुलो बेहुली रामकृष्णजी हाम्रो रामकृष्णजी उहाँ पनि हो है फेरि रामकृष्णजी होइन एउटा खाजासाजा खाएर फेरि चल्दिने हो दाइ होइन दाइ उठ्नु न तपाईँलाई म तपाईँको भिडियोमा मेरो भिडियोमा तपाईँलाई राम्रो देखाएन कि मैले यता हेर्नु यो चाहिँ हाम्रो विकास दाइ हो है हाम्रो विकास दाइ पनि भाइरल छ हामी अब खाजा खान लागौँ अरू भन्दा नि हामी चाहिँ खाना भ्या हुन्छ केटाहरू अब यस्तै छन् हामी खाजा खान झरेको खुलामा कमिलाको त्यो गुम्बा डाँडा झन्डै लडेको केटा हो हल्ला हुन्छ फेरि यहाँ चाहिँ अलि बढी किनकि यहाँ धेरैजना मान्छे छ होइन अलि पर सरसाली त्यहाँ नसर्दिने नसर्दिने ऊ त्यो टेबलमा हामी टेबलमा गइदिनु नसर्दिने साथीहरू अब ठिकै छ भन्नुपर्छ हामी चाहिँ यहाँ बस्ने नि त साथीलाई बस यहाँ खाजा दचकाएर हामी अनि फेरि गाडीमा चढ्ने हो क्या अनि पारीतिर होइन पारीमा साथी उति यहाँ एउटा भिड छ होइन त्यहाँ त झऱ्यो भने त मरिन्छ जस्तो लाग्छ त्यहाँ म देखाइहाल्छु देखियो भने बसमा चाहिँ दामी देखिन्छ तर भिड के हेर्नु बोल्छु नि त म खतरा माइकमा हात हाल्दा होइन दादी बोलेपछि भाइ बोली बिगाउने नै हो हामीले कलाकार भने म होइन रञ्जन हामी सब कलाकार हो नि के बाल छ बजेको छैन अब यहाँ खाजा खाएर फेरि गाडीतिर चल्दिन्छ अब खाजा खाइसकेर सट्ट गाडीमा फेरि काठमाडौँको यात्रा हाम्रो जारी नै छ अझ पनि त्यो चाउचाउ खान्ला फेरि थप्ने हो चाउचाउ अझै थपे केटा हामी आज सक्छ कसैले सक्दैन ओइ रञ्जन तँलाई भेट्नु पर्ने थियो ए यो कति बाजा थुपाएर होला साथीहरू तर यो होटेलमा है पाउन चाहिँ खालि चना मात्रै पाउने क्या फेरि रोक्ने नि यस्तै ठाउँमा हेर्नु रोक्ने नि यस्तै ठाउँमा नझार साथी लाने नि यस्तै ठाउँमा रोक्ने नि यस्तै ठाउँमा माथितिर चाहिँ रोक्दैन खाजा खानु ठिकै आधी बाटो पर्छ हिँडेर होइन त्यही भएर चाहिँ यहीँ रोक्ने गरेको क्या यो खोज बागमतीको खोज हो नि साथीहरू हेर न यहाँ त्यता कहाँ यता माथितिर झन् घामले टल्क्यो होला टल्किन चाहिँ तर पनि मलाई बाल छैन सररङ अब फेरि हामी काठमाडौँ यात्रा जारी छ केटा साथी बाजा छिराइरहेको सायद चिसै भयो सिटै चिसो भयो है त्यहाँ बाजा लिएर त केटा तर बाजाको पनि काम भने घुम्न चाहिँ धेरै पाउने काम हो नि घुम्न त लडाइस पाउँछ हेर साथी कहिले ठाउँमा जान्छु अब काठमाडौँ कता साथी हामी सुकौरा नि जानु पर्ने होइन तर धेरै ठाउँ गइँदैन होला उयो पालि हामी एकचोटि कहाँसम्म पुग्यो अरे साथी ओ काई साथी हामी एकचोटि कहाँसम्म पुग्यो अरे कहाँसम्म है हामी यता तराईपट्टि पनि गएको नि तराईमा तर गर्मीले मर्छ यार पाकेर पकि साथी आइडिया ल साथी सुत्ने अब तेर्छ आएर घोडा तेर्छ आएर गाइजहरू बाटै रोक्यो यार यहाँ चाहिँ सुम्बोले ज्याग हान्थ्यो नि त यहाँ हेर गाइजहरू यहाँ यस्तो तारै भिड छ नि यहाँ साथी लगभग होइन यही होइन ठुलो भिड अझै माथि छ टायरहरू उता छेउबाट गएको यार यहाँ त डर लाग्छ नि ल कस्तो ओभरटेक आएको फेरि ओभरटेक गरेर ल्याउँदै छिराइदिएर गाइजहरू यहाँ गाडीले ल्याक गरे होइन यहाँ भिड हेर भनेको हेर साथीहरू यहाँ तलतिर के हो अझै पछाडि आएको गुरुजी यहाँ यो भिडबाट झरेर चऱ्यो भने त यही हो भिड भने चाहिँ यही हो यहाँ झरेर मऱ्यो भने यहाँ झऱ्यो भने कहाँ पुग्छ केटा अझ आएन ठुलो भिड अझै आउनै बाँकी छ ठुलो भिड यहाँ साथीहरू भिड काठमाडौँ जाने बाटो केटा एक ठाउँको मात्रै हो है तर ल हेर बाटो यसो सानो कोही ठाउँमा चाहिँ ऱ्याक हुने छ नि त केटा हो यो पोल त उहाँ पहिरोले उता हेर त साथीहरू बाबा रे यो कहाँ हो छत्रीलेको डाँडा हुँदा नि डाँडा हुँदै जानुपर्छ हामी त यहाँ अगाडि यो चाहिँ हाम्रो पार्टनरहरू यता पछाडि ठिक छ आइहाल्छ नि यो एउटा बसले ल्याएको हान्थ्यो हामीलाई अझै पनि
साथीहरू डर लाग्दैन त यहाँ डर लाग्छ नि बाबा केटाहरूलाई भिड देखाउने भन्दा भन्दै अब भिड चाहिँ सबै कटिसकेको छ हेर्नु नि गाईहरू कस्तो आपत्तिजनक कुरा आइलागेर हाम्रोमा त होइन साथी चाहिँ अब सुतिया कपाल खोलेर होइन अब यो कपाल है काट के चार साथी तल आएको पण भिरसिर कटिसक्यो हामी चाहिँ काठमाडौँ नपुग्ने गाईहरू यार आज काठमाडौँ होइन ललितपुर जिल्लामै हो हाम्रो बास आज बास त हुँदैन हामी बेलुका फर्किनुपर्छ होइन बास भनेर चाहिँ यसो उस्तै हो तर पुग्ने चाहिँ आज हामी ललितपुर काठमाडौँ होइन हामी हिजो साथी अस्ति हेर्नु साथी काठमाडौँ आएको हिजो साथी अस्ति काठमाडौँ आएको अब आज ललितपुर यस्तै जिन्दगी गाईहरू बेहुली लिएर फुरुक्क फर्किनुपर्छ अब अहिले भ्लग भने यस्तै बनि नै रहन्छ भ्लगमा निरन्तरता त म दिइरहन्छु नि हामी चाहिँ अब कहाँ हिँड्या भन्नु होला काठमाडौँ हिँडेर मान्छे यो जङ्गललाई हिँडिरह होइन हामी उतैमा आएको है छाडेर पुरै गाडीभरि छाडे भएर हामी पुरा हिँडेर अहिले सातो बाटो जान लागेको छौँ त्यो पखाल्न लाग्यो बुढा त हामी पार्टनर हो नि फेरि पार्टनर हो नि त हामी यहाँबाट लगभग 15-20 किलोमिटर त हिँडेर सातो बाटो जान लाग्यो फेरि बुढाले 15-20 किलोमिटर फेरि त्यस्तै जोत हामी यो तर बुढाको चालु ट्रल क्या देख्दा चाहिँ मलाई अचम्म लागिरहेको बुढा त अनि तपाईँ कपाल चाहिँ के भएर झरेको मेरो उबेला माओवादीको गन बोक्दा हो होइन गाडीमा मासु हिँड्न थालेपछि पातल हुँदै गएको बुढा हामीले यहाँ अब अरूभन्दा नि यो सालसुट्टो पखालेर हामी जानुपर्ने हुन्छ जानुपर्ने चाहिँ कहाँ भन्दा ललितपुरको खोइ कुन ठाउँमा हो भने जस्तो लाग्थ्यो धेरै बेतर पनि नगरिरहँ सिधै अब एकचोटि डेस्टिनेसनमा पुगौँ धेरै लामो हुन्छ फेरि होइन भ्लग धेरै लामो भएपछि म खासै मजा नै आउँदैन नयाँ वर्षको भ्लग गरेर आधी घन्टाको भइदिन्छ अनि सकिएन आधी घन्टाको भएपछि सकिहाल्यो नि के हो यो भैँसे खोला आइयो भैँसे खोलाबाट चाहिँ अब एकैचोटि हामी दुलैको घरमा पुग्ने चटसँग ठाउँहरू त्यसै छ साथी जङ्गल काँडा काँडा घुम्न जाउँ रे यहाँ कति राम्रो चौर छ ल चौर त बगालमा हालिदिएन पाइन्छ जे भयो भने ठिक छ यहाँ महालक्ष्मी स्थान ललितपुर होइन यहाँ आएर हामी चाहिँ अब थोरै एकछिन व्यस्त हुन्छ एकछिन अब खाना खाने बेला गर्ने होइन एकैचोटि हामी चाहिँ अब एकछिन खाने हो खानासाना खाएपछि एकछिन गर्नुपर्छ अहिले भनेर चाहिँ यति नै हो हामी चाहिँ काठमाडौँ फाइनली आइपुग्छ काठमाडौँ होइन ललितपुर साथी हामी घुम्दै अब यतापट्टि वर्तमान पनि रहेछ होइन यहाँ वर्तमानमा आएको हामीलाई चाहिँ मन्दिरमा एउटा खुल्दुरी चल्यो के भन्दाखेरि त्यो मन्दिरमा चाहिँ केही अब भगवान्हरू कस्तो बोका हुन्छ नि यहाँ हेर्नु भगवान्हरू बोका हुन्छ जे भने पनि अब यो मन्दिर हो नि एउटा यो कस्तो खाले चित्र हो यो यस्तो चित्र राख्नु पाइन्छ मन्दिर यो के हो यो साथी यो आमा हो अझ साथी ओ साथी कहाँ हिँड्यो तिमी यता मन्दिरभरि नै छ अब यहाँ यो ल अब यो कस्तो छ होइन यो कस्तो छ हेर ल यहाँ हेर देख्यो यस्तो धेरै देखाउनु हुँदैन यो मन्दिरभरि छ चटाइदिएर अरे ल हेर यहाँ हेर अब यहाँ के हो यो यस्तो यहाँ मन्दिर भने यस्तो छ अब बाँकी भने हामीले चाहिँ अब खाना खानुपर्ने हुन्छ कि यहाँ अरू त केही बाँकी छैन यस्तो मन्दिर पनि भेट्यो हेर मन्दिर के हुन्छ मन्दिर भन्नु मात्रै हो सब पापी दुष्ट ल यहाँ हेर ऋषि है यो त ऋषि जस्तो देख्छु म त साथी म त ऋषि जस्तो देख्छु ल यहाँ हात हेर ऊ त्यहाँ हेर यो ऋषिको छेउमा को हो यो ल हेर यसो देखायो भने युट्युबमा हाल्न पाउने हो कि त्यो होइन साथी किन नपाउनु हेरिरहेको डिलेट हाल्दिनँ त्यसपछि अनि लगाएँ अब खानासाना खाने गर्ने अनि त्यति हो हाम्रो खानासाना पनि खाने गर्ने अनि फेरि फर्किने त्यति हुन्छ हाम्रो आजको अरू केही हुन्छ त हुँदैन केटा हो हामीले चाहिँ होइन अब खानासाना खाएर नि निस्किसक्यो त्यहाँ अरू काम भने यस्तै हो हामी खानासाना खाएर चाहिँ निस्किसक्यो है यतापट्टि देखाउनु हुँदैन साथी यतापट्टि के रहेछ यो राजदलको एउटा के ए श्री राजदल गण अधिकृत गणे ए मेस के हो त्यो भने केटाहरू यहाँ थाहा हुने कमेन्ट गर्यो होला यहाँ चाहिँ अब यहाँ के हुन्छ
राजदल भनेपछि चाहिँ राजाको यहाँ चाहिँ हुनुपर्ने आन्दोलनहरू केटा हो यहाँ आउनु हो कि ल सब यसैपछि चाहिँ हाम्रो काम चाहिँ अब खाना चाहिँ खाइयो हेर केटा अब एकछिन बढी ट्यान्ड्याङ मेन्ड्याङ एकछिन अलिकति बाँकी छ त्यो ट्यान्ड्याङ मेन्ड्याङ सकेर हामी चाहिँ लाग्दिनु पर्ने हुन्छ घरतिर मेरो भए खासै केही हुँदैन त्यस्तो राम्रो हाले आजको चाहिँ यति नै हो यति नै होइन अब घर फर्किने त्यति हो अरू त केही छैन यो मन्दिरमा देख्यौ नि इन्ट्रेस्टिङ कलाकृतिहरू उही मन्दिर हो कि यहाँ चाहिँ अर्को बाजा टोली रहेछ त्यसलाई हेर्न आएको हामी चाहिँ यहाँ हेर केटा यस्तो भेटो देख्यौ सक्छौ सक्दैनौ साथीहरू लगेर एकछिनमा गर्छु नि म है एकछिन भेट्छु नि त है केटा हो ल फाइनली अब हाम्रो चाहिँ समय चाहिँ के भयो भन्दाखेरि यहाँनिर बेहुला जग्गेमा आइसक्यो जग्गेमा ओ प्रवेश भाइ त्यहाँ बेहुला बेहुली देखेर कतापट्टि छ बेहुला ए यहाँ ल हेर केटा बेहुला घुम्दै छन् 7 फेरा घुम्दै छन् मजाले ल मेरो आजको भ्लगमा बेहुला बेहुली च्याट्याक्कको छ नि आज बेहुली चाहिँ देखाइदियो बेहुला हामी चाहिँ चिसो यो यता देखाउन न रनिस भाइको भिडियो लाइक गर्ने नगर्ने मान्छे त पुग्नु भइहाल्यो है लाइक गर्ने यो सुध पुग्नु हो यो चस्मा लगाउनु छ त्यहाँ कुत्ता लगाइदियो अलि 7 फेरा घुमिराख्ने यार उ त्यहाँ साथी साथी लगन गएर यसै गरी म पनि घुम्ने कहिले होला यसै गरी म पनि घुम्ने कहिले होला के सुने तिमीहरूले मुजी प्यालो होला केटा जग्गेमा बस्यो होइन अब यिनीहरूलाई लिएर हामी टाप घरतिर चल्नुपर्छ साथी यो क्लिप मलाई पठाउनु पर्यो है ल है यिनीहरूलाई लिएर टाप यिनीहरू सायद यिनीहरूलाई बेहुला बेहुली लिएर जाने कि होइन काठमाडौँ के उठाइयो उनीहरूले दुलाले लग्यो होइन तर बाटैबाट किन भानिदिने हुनेछ त्यस्तो गर्नु भन्नाले बेहुलाको लागि चाहिँ व्यवस्था बेहुलाको लागि चाहिँ राम्रो व्यवस्था गर्दैन केटा हो दुलै लिएर गइसक्यो बेहुलाले दुलै चाहिँ ट्याक्क गाडीमा हालिसक्यो होइन साथी दुलै गाडीमा हालेको हालेन अब के हुन्छ अब बिहे हुन्छ बिहे भइसक्यो साथी बिहे भइसक्यो अब हामी चाहिँ यहाँबाट सर र घरतिर लाग्दिने हो त्यहाँ गाडी कानेर छ गाडीमा जाउँ पहिला हो कि होइन साथी हो साथी मुर्गा हाँस यही हो कि मुर्गा हाँस चाहिँ हाम्रो टिमको यार आज अब बेहुली ठिक छ साथी बेहुली कस्तो लाग्यो तिमीलाई जे लाइन गर्दै हुँदैन लडेको साथी अब गाडीमा जाउँ हामी होइन अनि हुन्छ कुरो हो कि होइन रामकिनजी हेराउन जाने केटा ल हाम्रो गाडी चाहिँ आइसकेको छ होइन हाम्रो गाडी चाहिँ आइसकेको छ फाइनली लगै खुले छैन नि त केटा हो फाइनली हामी चाहिँ गाडीमा आइसक्यो होइन बेहुली लिएर गइसक्यो बेहुली लिएर अहिले हो त अघि नि लापा लागिसक्यो हेर केटा हो है अब हामी यहाँबाट घर जान्ला मेरो अब एउटा केटाहरूलाई चाहिँ एउटा कुरा के भन्नु मन लागेको थियो भने नि अरू चाहिँ केही होइन मेरो भ्लग चाहिँ यहीँसम्म है मेरो भ्लग यहीँसम्म हो यहाँसम्म हेरेको भने धन्यवाद मेरो कन्टेन्ट भनेको यस्तै छ के गर्दा केटा हो अब कन्टेन्ट भेट्न अलिक गाह्रै छ आजको भ्लगमा नि खासै केही चाहिँ मैले देखिनँ केही त देखाएको छु तर खासै केही देखाएन यहाँसम्म हेरेकोमा चाहिँ धन्यवाद भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर जान चाहिँ नबिर्सिनु होला है त गाइस म लाग्दिनँ ल साथी होइन म लाग्दिनँ बाई बाई